काठमाडौँको टोखामा पर्ने यो मन्दिर साह्रै नै राम्रो र सुन्दर छ। यो मन्दिरभित्र सेतो गणेश भगवानको मूर्ति स्थापना गरिएको छ। यो मन्दिरलाई हामी सपन तीर्थको नामले पनि चिन्न सक्छौँ। यहाँका स्थानीयवासीहरूले यो मन्दिरलाई साह्रै नै राम्रोसँग संरक्षण गर्नुभएको छ। यहाँ भएका कलशदेखि यहाँ वरिपरिका सम्पूर्ण घन्टाहरूदेखि सब सामानहरू एकदमै राम्रोसँग धोई पखाली गरेर उज्यालो पारेर राख्नु भएको पनि देखिन्छ। यहाँ धेरै मान्छेहरू आफ्नो मनको इच्छा पुरा भएको कारणले पनि आउने गर्नुहुन्छ। यो मन्दिर दर्शन गर्नको साथसाथै यहाँ वरिपरि घुम्नको लागि पनि साह्रै उपयुक्त ठाउँहरू पनि रहेको छ। यहाँ मानिसहरू पिकनिक भोज भतेरको लागि पनि आउने गर्नुहुन्छ। यो मन्दिरमा आएर बसेर खाएर जानको लागि साह्रै नै राम्रो र सुन्दर छ। तपाईहरू पनि आउनुहोस् श्री गणेश भगवानको दर्शन गर्न। जय गणेश भगवान।